अब चाहिँ हामी भित्र जाँदैछौँ के यहाँनिर अब गएर हामी साउँ यता पनि तिमी यता हाम्रो भोकलिस्ट होइन भोकलिस्ट मान्छेले गाई हानिसक्यो आऊ छिटो कस्तो ब्लोर हानेको हौ कहाँ जाला तिमी त्यही हो गाइस अब चाहिँ फेरि प्र्याक्टिस सुरु हुँदैछ भन ए के हो भने प्रोग्राम अब दौडिँदैछ यता आउने यतापट्टि आऊ भन न अब राम्रो हुँदैछ कि अब अझै राम्रो गर्नुपर्छ ल नि त ल अहिले माइक जोइल के छ नि सबै ठिकै छ कस्तो भइरहेछ एकदम मजा आइरहेको नि अब नाचिन क्या गर तिमीहरू नाच्नु पऱ्यो नि त नाचिनु नि त उनीहरू के जयमेसी मामा सङ्गीत कस्तो भइरहेको एकदम भेरी गुड जयमेसी हजुरहरूको डान्स छ हो ल डान्स पनि हेर्नु पर्ने हुन्छ सलामवालेकुम सलामवालेकुम अरबाब सलामवालेकुम वालेकुम अस्सलाम كيف حالك؟ زين؟ أنا في موجود أنا موجود اوكي موجود أيوه ओके सलाम वालेकुम ल अब चाहिँ जान्छौँ हामी गएर अनि त्यहाँबाट अब सुरजको गीत सुन्न पर्ने हुन्छ ब्रेक टाइम हामीले कतै पनि दिइरहेको छैनौँ आज हामी समानहरू तपाईँहरूले दिन चाहन्छौँ यो गीत है यो गीत चाहिँ तपाईँहरूले आफ्नो व्यक्तिगत प्रार्थनामा आराधना गर्दै गर्दाखेरि तपाईँले गाउन सक्नुहुन्छ है यो गीत चाहिँ कस्तो छ भने चर्च जाँदैदेखिको एक्साइटमेन्टको विषयमा छ अनि सुन्नु होला त्यसमै थाहा पाउनुहुन्छ है त Thank you.
देवासी नगरमा हामीले चाहिँ सरिगारको टिमबाट चाहिँ एउटा ड्रामा लिएर आएका छौँ। यो ड्रामा चाहिँ सांगीतिक रूपमा हुनेछ। हामीले यसको सांगीतिक रूपबाट चाहिँ परमेश्वरको काम हामीले हेर्नेछौँ र परमेश्वरको निम्ति गर्नेछौँ। हुन्छ, तपाईँले हामी सबै सामान प्याकिङ गरेर प्रार्थना गर्न गइसक्यो। अनि यता खानाको लागि पार्कमा पनि साथीहरू सबै जानु भइसक्यो। अनि हामी दिदी हामीहरू चाहिँ हल्का गाडीमा छुटेको अवस्था। बाबु नि छन्, यता दिदी हुनुहुन्छ, पानी थोरै छ। अनि अब चाहिँ हामी यता पार्कमा जानेछौँ। अनि पार्कमा के कस्तो हुन्छ त्यसपछि गएर कन्टिन्यू गर्नेछौँ है त। त्यही भएर आज रमाइलो भयो। दिदी आज कस्तो भएको थियो भन्नुहोस् त, दिदी भन्नुहोस् त। हजुरले पनि धेरै धेरै धन्यवाद। कस्तो भएको छ भन्नु त सक्दैन?
सबैले आफ्नो साँच्चीकै आज चाहिँ एकदम आशिषमय नै भएको थियो अनि त्यही हो अब चाहिँ हाम्रो दाहिने दिन आउनु भइसकेको छ अनि हामी चाहिँ यहाँ छौँ अब चाहिँ हामी हाप्स हान्नु जाँदैछौँ गएर पार्कमा गएर खाना खाएर अनि त्यसलाई छुट्नेछौँ हामीसँग जोडिरहनु होला है त ल अहिलेलाई रोकी है हामी आइसकेको छौँ पार्कमा अनि दाइले छोडिदिनु भयो ल दाइ धन्यवाद है त अनि चाहिँ ल ल सुरज आऊ ल ल ल यता हेर्नु न कसको मोबाइलबाट बनाएको दिपक दाइले आज उसकै मोबाइलबाट नि के फुटेछ त अनि त्यही हो साथी आऊ न अब चाहिँ त्यही हो मासु र भात खाइन्छ मासु भात खाएर चाहिँ अनि लागिन्छ बाटोतिर यसो आफ्नो बाटो लागिन्छ मासु भात हालेर त्यही हो अनि त्यसपछि अरू भनेको त्यही हो गएर मासु र भात हालिन्छ लागिन्छ आफ्नो बाटो आज निन्द्रा पनि बवाले लागिरहेको छ है हिजो सुत्दै भएको छैन गाइस सब्सक्राइब गर्नु है हेर्नु त गाइसहरू गर्दैन है कहाँ हो कहाँ हो पानी बोकेर हेट यता दिनचर्या आउँदै हुनुहुन्छ यता पानी चार कति 1 दिराम हो पानीको हजुर उहाँको फेरि बेग्लै सान बेग्लै चल त ल ल ल हजुरलाई नि सकिनँ त मैले यहाँ चाहिँ हाम्रो अलेन जाहेली पार्क हो अनि यो चाहिँ फ्यामिली पार्क हो जस फ्यामिली साथीभाइहरूसँग आउनुलाई एकदम राम्रो छ यो पार्क चाहिँ म्याडम जी भन सबै ठिकै छ राम्ररी भयो तर बबाल लागिरहेछ अब चाहिँ हामी आइसकेको छौँ पार्कतिर अनि खाना खाने व्यवस्था हुँदैछ यता हाम्रो जति पनि सङ्गतिमा हुने दिदी गुरुबा गुरुआमाहरू हुनुहुन्छ यता हुनुहुन्छ आजको ड्रमर रचन उहाँहरूको चाँदी सक्यो क्या त पावर ब्याङ्क छैन कहिले पावर ब्याङ्क तपाईँको अन्त ल अब चाहिँ खाना मासु भात सबैले खानुपर्छ यो भिडियो चाहिँ हालिन्छ नि किन हाल्दैन होइन होइन तपाईँ हाम्रो आइटम चाहिँ आइसकेको छ हाते नदी हाने हेर अरे अझ हेर न मासु काउली अचार झिङ्गा चाहिँ नआइदियो भात खाएर भागिहाल्यो सबै ल त हजुर ल आएँ आफ्नै गाउँठाउँमा यसो भात थप्दै गाउँठाउँ यही हो ल आजको भ्लग चाहिँ टुङ्गो पनि है खानासाना खाइयो अब फोर्सहरू उठाउँदै हुनुहुन्छ यता दिदी गुरुआमा गुरुबुवाहरू अनि म चाहिँ यता छु अब भ्लग पनि टुङ्गयो जे जस्तो भयो नि रमाइलो भयो प्रभुलाई धन्यवाद भएको होस् त्यही हो गाइस भ्लग चाहिँ हेर्न नबिर्सिनु होला साथी भ्लग हेर्न नबिर्स है भोलितिर आउन सक्छ भयो भने बेलुकै आउँछ ल त सारा एक जाइली पार्क घुमाएर भ्लग यतै टुङ्गाउन चाहे